चुकामा तिमीले सुन्यौ के चाहिँ त्यो तल्लो गाउँको आकाशको पनि बिहा भएछ त्यो झुसे आकाश अँ कसरी बिहा भयो त्यसको त्यही छोरी त हो है। बुढी पनि त्यही जस्तो त पायो होला होइन, फेरि बुढी चाहिँ नि कस्तो राम्रो पढेको पाएछ त्यही हो र? फेरि छेत्रिनी रहेछ कि अँ। अन्त अनुहारहरू पनि कस्तो मिलेको अलि झुङ्गा चाहिँ आउँदो रहेछ त्यो चाहिँ फेरि मलाई नि तल्लो गाउँको विनिताले भनेको कि कसैलाई नभन है तिमी चाहिँ फेरि ल जुङ्गा आउँछ अरे तर अब के त्यो त थ्रेडिङ गर्दा भइहाल्छ है त्यो पनि हो अन्त नि कस्तो पैसावालको छोरी रहेछ हो भक्कु धन सम्पत्ति अन्त यो भएको आकाशले चाहिँ कसरी पट्टाएछ हौ फेरि त्यही हो म पनि छ भन्छु भक्कान त्यो आकाशको न हाइट होस् न डाइट है न अनुहार न पैसा नै होस् हो त्यही त हो। भक्कान। के हेर्छौ आजकलको केटीहरूले है त्यही हो है भन्नु नै पर्यो भने चाहिँ नि यो केटी चाहिँ नि सानै उमेरको रहेछ कि ए, अँ। अन्त त्यो जोस जोसमा बिहा गरेको होला हो अन्त अहिले भक्कु उडिरहेको होला कि है? तर याद राख कि भोलिको दिन नि उसलाई धरतीमा चाहिँ नि त्यही आकाशले नै झार्छ हो त अन्त अब हामीलाई त के लेना देन हो है तर पनि सुर्ता हुन्छ नि हो अन्त होइन त्यही त राम्रोसँगले पढ्नु कमाउनु डुल्नु है के बिहा गर्नु जोस चढिरहेको होला हो नि। भगवान। अब भन्नु त हुँदैन कि तर यिनीहरूको चाहिँ नि आगे मस्ताना पछि पछताना हुन्छ हेर्दै जाऊ ल